तपाईहरुले नि आफ्नो राष्ट्रिय परिचय पत्र बिर्सिनु भयो र मेरो राष्ट्रिय परिचय पत्र कति थियो भनेर अनलाइनमै हेर्न चाहनुहुन्छ भने आफ्नो मोबाइलको गुगल क्रोममा गएर एनआईडी कार्ड चेक भनेर सर्च गर्नु होला, फाइन्ड योर नेशनल आईडी कार्डमा क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस देख्छ। त्यहाँ तपाईले चाहिँ आफ्नो फुल नेम नेपालीमा राख्नु होला अथवा चाहिँ इंग्लिशमा, दुईटा मध्ये एउटा। त्यसपछि तपाईले डेट अफ बर्थ बीएस मा विक्रम सम्बन्धमा राख्नु होला, इस्यु डेट पनि तपाईले विक्रम सम्बन्धमा राख्नु होला र यहाँ इन्टर योर क्याप्चा भनेको ठाउँमा त्यहाँ स्क्रिनमा देखेको क्याप्चा जे छ तपाईले त्यही राखेर सर्च गर्नु होला। यति गरिसकेपछि तपाईको चाहिँ आफ्नो कार्डहरु सजिलैसँग देखाउनेछ। जस्ट यहाँनेर चाहिँ म तपाईलाई स्याम्पलको लागि म आफ्नो गरेर देखाउँदै छु। जस्ट मैले फुल नेम राखिसकेको छु। यहाँनेर मैले आफ्नो डेट अफ बर्थलाई बीएस मा राख्दै छु। त्यस्तै गरी इस्यु डेटलाई मैले राखिसकेको छु र यहाँ स्क्रिनमा देखेको म क्याप्चा टाइप गर्छु। जस्तै U2FUYY क्याप्चा राखेको छु। जस्ट मैले यो क्याप्चा राखेर सर्चमा क्लिक गर्छु। सर्चमा क्लिक गरेपछि तपाईले अन द स्क्रिन अब देख्नुहुनेछ। यहाँनेर चाहिँ आफ्नो र हेर्नुस् यहाँनेर तपाईको फोटो, नेशनल आईडी कार्ड सबै डिटेल देखाएको छ। सो यस्तै महत्त्वपूर्ण भिडियोको लागि च्यानललाई सब्स्क्राइब गरेर च्यानलमा जोड्नु होला। थ्यांक यू।